त्यही कुरा म तिमीलाई भन्न चाहन्थे, तर तिमीले पनि त्यही प्रस्ताव राखेकोले म अन्योलमा परे। त्यसमाथि आज तिमीहरूको मित्रता देखेर मलाई डर लाग्न थाल्यो। कतै मेरो कारणले गर्दा तिमीहरूको मित्रता तोडिने त होइन? राज, तोडिँदैन नि? तोडिँदैन, तर म पनि त तिमीलाई माया गर्छु। अभिषेकले पनि गर्छ होला, तर म बढी माया गर्छु। आई लभ यू। भन, तिमी कसलाई बढी माया गर्छौ? राज, तिमी सुन्दर छौ, सम्पन्न छौ, तर अभिषेक अन्धा छ, गरिब छ। उसलाई जीवनमा एउटा दरिलो साथीको आवश्यकता छ। त्यसैले होला म अभिषेकलाई अलि बढी। किन म बदमास छु भनेर कि म नराम्रो छु भनेर कि अभि राम्रो छ? किन? राज, प्रेममा कुनै कारण हुँदैन, किन पनि हुँदैन, कसरी पनि हुँदैन। प्रेम आफै हुन्छ। तर राज, तिमी अभि र मदेखि टाढा भयो भने याद राख्नु, म पनि अभिको जीवनदेखि सधैँ सधैँको लागि टाढा जान्छु, कहिले नफर्कने गरेर। तिमी बिना हेलो छौ। तिम्रो मनमा आएको सबै मायाको कुराहरू लेखेर राख्नु है। राज, म अझै एउटा बाचा चाहन्छु। कस्तो बाचा? भन। मलाई बिदा गर्दा त्यो दिन हाँसेर बिदा गर्नु है। हुन्छ।